साथीलाई जय मसी आसी ला 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 खुसी आसी खुसी छ। साथीहरू दिदी बहिनी दाजुभाइहरू मिलेर तपाईँहरू आउनुभयो, कति मिठो कुरा। ल आज चाहिँ हामी बाउ छोरी युथ मिटिङ, युथ कम्बाइन्ड फेलोसिप गएको। अन्त युथ त होइन, टिनेज हो। अनि आज टिनेज र युथ कम्बाइन्ड छ होइन, त्यसले गर्दा अब घरदेखि एकजना छोरीलाई बोकेर लाँदैछु। बाटोमा 2-3 जना अझै छोराछोरी छ, उनीहरूलाई नि भोटुलेर आज तपाईँको सेवाकाई गर्नको लागि युथ मिटिङको लागि जाँदैछौँ। आज हाम्रोमा युथमा फेलोसिप गर्नको लागि युएसबाट पास्टर विनय भण्डारी आउनुभएको छ। एकदमै प्रभावकारी वचनहरू बोल्नुहुन्छ, सेवाकाई गर्नुहुन्छ। त्यसले गर्दा हाम्रो नानीहरूलाई अनि हाम्रो चर्चका नानीहरूलाई ब्लेस गर्नको लागि उहाँ आउनुभएको छ। अनि साँच्चै एकदमै आजको सेवाकाई राम्रो हुनेछ भन्ने हामी विश्वास गर्छौँ। र हेर्दै गरौँ यो भिडियो। एकदमै तपाईँलाई हामी हृदयबाट धन्यवाद दिन्छौँ। यो समय आज 4th स्याटरडे छुट्टी थियो, कतिजना तपाईँहरू काम गर्ने हुनुहुन्छ भने, अनि स्कुल पनि भेकेसन स्टार्ट भइसकेको छ। तपाईँहरू आजको दिन तपाईँ घुम्नु नगएर तर तपाईँले आजको दिन परमेश्वरलाई दिने फैसला गर्नुभएको छ, अनि यो कुरामा स्वर्ग रमाएको छ। हालेलुया। आजको दिनमा हाम्रो जीवनमा, हाम्रो चर्च, हाम्रो यशुवा जेनेरेसनमा आशिष पुर्याउनुको लागि टाढाबाट हाम्रो आदरणीय पास्टर विनय आउनु भएको छ, अल द वे फ्रम युएस। हामी जोरदार ताली बजाएर हाम्रो पास्टरलाई स्वागत गरौँ। सबैलाई जय मसी। मेरो कसैले भन्छन् इजरायल जाने मेरो ठुलो इच्छा हुन्छ, अनि मलाई कसैले अप्सन दियो भने कहाँ जाने इच्छा हुन्छ भने वर्ड अफ लाइफमा भन्छु म। तपाईँले यति आशिषित व्यक्ति हुनुहुन्छ, आमेन। तर तपाईँहरूलाई भेट्न पाउँदाखेरि धेरै खुसी लाग्यो। पास्टर डानियल, पास्टर लकी अनि जतिजना पनि हुनुहुन्छ तपाईँहरू सबैलाई हृदयबाट धन्यवाद। तपाईँ तर पाउललाई के थाहा थियो थाहा छ? यदि कुनैले यौनको कुरोलाई जित्नु हो भने नि ऊ चाहिँ नि ठाउँ चेन्ज गर्नु नै पर्छ। यो किताब लेख्दै गर्दाखेरि नि यीशुको जीवनीको सबैभन्दा ठुलो योग्यता अरू पनि छ, तर यीशुको जीवनको ठुलो योग्यता चाहिँ त्यो क्वालिफिकेसन के रहेछ थाहा छ? उसले विवाहभन्दा अगाडिको कुरोलाई नि यौनको कुरोलाई नो भनेको रहेछ। तर तपाईँ लड्नु भयो, नसुर्ताउनुहोस्। God is right there. We can approach him. हामी उहाँ कहाँ पुग्न सक्छौँ। परमेश्वर टाढा हुनुहुन्न, परमेश्वर नजिक हुनुहुन्छ। आउनुहोस् हाम्रो आँखाहरू बन्द गरौँ। प्रभु आशा मार्नु भएको छैन। फेरि म भन्दैछु तपाईँलाई मान्नरी टु कन्डेम यु। तर लभ चाहिँ लभ होइन, अनि लभ चाहिँ लस्ट होइन। लभले जहिले पनि विवाहसम्म पर्खिन्छ, तर लस्टले विवाहभन्दा अगाडि नै तपाईँलाई परीक्षामा लगाउनुपर्छ। नो द डिफरेन्स बिट्विन लभ एन्ड लस्ट। सबैलाई आशीष दिएको
होइन 3 जना जस्तो पठाउनु त 3 जना साथीले कुकुटी गर्नु पर्यो ओके लु अब चाहिँ माया मायाबाट सुरु ल 1 2 3 4 by your own brothers, sold into slavery, and then rising to the बादमा चाहिँ तपाईँहरूको सहमति हुनुहुन्छ ल एक-एकजना साथी छान्नुहोस् कि फ्रिडम राख्न फाइट तर तिनले अस्वीकृत र उहाँसँग धेरै कुरा चाहिँ अब हुन्छ नि अब साँच्चै नै हामीले कतिवटा कुरा चाहिँ बुझ्नुपर्ने रहेछ नम्बर 3 सबैजनालाई म चाहिँ ग्रुप नम्बर 3 लाई रिप्रेजेन्ट गरेको अनि हाम्रो ग्रुपमा चाहिँ एकदमै राम्रो बुझ्नु भएछ दामी बुझ्नु भएछ है निकैजनाको एकजनाको बेला चाहिँ 2-3वटा थट्सहरू कुराहरू आउँदै थियो र मैले चाहिँ तर कतिवटा कुरा चाहिँ एउटै भएको कारणले गर्दाखेरि चाहिँ मैले कम्बाइन गरेर समरी बनाएँ र त्यसपछि के थियो भन्दाखेरि चाहिँ हामी जब परमेश्वरको कुरामा फेथफुल हुन्छ नि तब चाहिँ हामीले अटोमेटिकली नो भन्ने कुरा हाम्रोमा नो भन्ने शक्ति चाहिँ अलरेडी आइहाल्छ भन्ने कुरा बुझ्दै थियो है अनि मैले हाम्रो ग्रुपमा 2-3जना स्कुल पढ्ने भाइहरू पनि हुनुहुन्थ्यो अनि उहाँहरूलाई मैले एक्जाम्पल दिँदै थिएँ तपाईँहरूले लाइफमा चाहिँ कसरी नोलाई इम्प्लिमेन्ट गर्नुहुन्छ जो तपाईँहरूलाई यो सेक्सुअल कुराहरूमा तपाईँहरू हुनु नहोला तर अब अरू कुरामा चाहिँ तपाईँले नो चाहिँ कसरी भन्नु सक्नुहुन्छ भन्ने मैले एक्जाम्पल दिँदै थिएँ त्यो चाहिँ के भन्दाखेरि चाहिँ एभ्री स्टुडेन्ट्सको जस्तो मेरो पनि अन्य जाति साथीहरू छ म कलेज गर्दैछु अन्य जाति साथीहरू छ र उहाँहरूको चाहिँ यस्तो हुन्छ कि अब सन्डे त हामी चर्च आउनुपर्छ जसरी पनि अन्त अगर तपाईँको साथीहरूले अन्य जाति साथीहरूले सन्डे कुनै एउटा प्लान बनाएर दामी अन्त लु जाउँ न साथी यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ दामी छ जग्गा यो गर्नुपर्छ मजा आउँछ भनेर भन्यो अरे तपाईँलाई एकछिनको लागि दामी के अरे ड्रिममा लगिदियो अरे यो पिकनिक जानुपर्छ भनेर तर त्यति बेला चाहिँ हामीले त्यो दामी कुराहरूले नसोचेर चाहिँ हामीले परमेश्वरको प्रेजेन्समा चाहिँ हामी आउनुपर्छ चर्च जानुपर्छ नो म त्यहाँ पिकनिकमा जान्दिनँ तर म यहाँ चर्च जान्छु मेरो चर्च जानुपर्ने कुरा काम छ मेरो चर्च जानुपर्छ भने तपाईँहरूले जब त्यसमा चाहिँ तपाईँको साथीलाई नो भन्दै गरेको हुन्छ नि त्यति बेला तपाईँ चाहिँ परमेश्वरको कुरामा फेथफुल हुनुहुन्छ भन्ने मैले कुरा बुझाउँदै सम्झाउँदै थिएँ अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तो तपाईँहरूले मलाई देख्नु हुँदैछ ब्याचलर देख्नु हुँदैन तर नो म चाहिँ म्यारिड हो सो तँ पनि तरै पनि म कलेज गर्दैछु मेरो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कलेज पढ्दैछु होइन कलेजमा चाहिँ मेरो साथीहरू छ केटा साथीहरू छ तपाईँहरू पनि होला केटा साथीहरू है अरू के भन्छ क्लासमेट्सहरू छ मेरो केटाहरू है तर कतिपय स्पट्सहरूमा कतिपय के अरे जग्गाहरूमा चाहिँ यस्तो हुन्छ कि
अब उनीहरूलाई याद हुँदैन कि म चाहिँ अब यस्तो म्यारिड हो भनेर उनीहरूले मलाई अप्रोच गर्दै गरेको हुन्छ के भन्छ त्यस्तो अप्रोच गर्दै गरेको हुन्छ तर त्यति बेला चाहिँ मैले चाहिँ के भन्छु भन्दाखेरि चाहिँ म अब कलेजमा त खुल्ला त भन्दिनँ कि म बिहा गरेको मलाई यस्तो नगर त्यस्तो नगर भनेर तर म त्यति बेला चाहिँ सिम्पल केही पनि भन्दिनँ नो आइएम नट अभाइलेबल हुन्छ नि नो भनेर भन्छु त्यही चाहिँ अब मैले अघि पशु बाउले वचन भन्नुहुन्थ्यो गर्दाखेरि म त्यसले कनेक्ट हुँदै थिएँ सो धेरै धेरै धन्यवाद पशु बाउलाई हामीले त्यो दामी राइट समयमा राइट वचन ल्याइदिनु भएकोमा हुन्छ हाम्रो अस्ति टिन्स कोभिड टिन्सको हाम्रो फर्स्ट ओरिएन्टेसन भयो थियो अनि जम्मा 7वटा टिमले गेम खेलेको थियो अनि हामी फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ हामी कम्बाइन्ड युथ फेलोसिपमा हामी तपाईँहरूलाई गिफ्ट दिन्छौँ भनेको थियौँ सो यो गेममा चाहिँ फर्स्ट हुने चाहिँ टिम नम्बर 3 रहेछ ताली बजाइदिनुहोस् न अनि यो दिनको लागि हाम्रो आदरणीय पास्टर बाबुलाई बोलाउनु थियो सेकेन्ड हुनुभएको छ टिम नम्बर 2 राम्रोसँग जो हुनुहुन्थ्यो अझै को हुनुहुन्थ्यो टिम नम्बर 2 मा यस अरु को हुनुहुन्थ्यो अरु कोही हुनुहुन्थ्यो भने आउनुहोस् न टिम नम्बर 2 मा हुन्छ ताली बजाइदिनुहोस् जोले समातो उसले मात्रै पाए अनि थर्ड भएको छ टिम नम्बर 7 नम्बर टिम 7 मा को उठ्नुहोस् त टिम नम्बर 7 मा जतिजना पनि हुनुहुन्थ्यो आइदिनुहोस् न आउनुहोस् अरू कोही हुनुहुन्थ्यो आउनुहोस् न अझै को हुनुहुन्थ्यो टिम नम्बर 7 मा एकदमै धन्यवाद पशु बाबुलाई पनि अनि टिम्सहरूलाई पनि अनि साथै तपाईँहरूलाई एउटा सूचना जानकारी त्यो चाहिँ यो मन्थदेखिको हाम्रो टिन्स फेलोसिप पनि स्टार्ट हुने गइरहेको छ अनि यो फर्स्ट सन्डे हाम्रो कोभिड टिन्स सेकेन्ड सेसनमा हुनेछ सो तपाईँहरू जतिजना पनि टिन्स हुनुहुन्छ तपाईँ सबैजना आएर जोडिदिनुहोस् अनि साथै जतिजना तपाईँहरूको साथीहरू आजको आएको छैन उहाँहरूलाई पनि इन्फर्म गरिदिनुहोस् हुन्छ हामी आजको फेलोसिप आजको भेटघाटलाई हामी यहीँ अन्त्याउँदैछौँ हाम्रो अन्तिम प्रार्थना पनि हाम्रो पास्टर बाबुलाई नै हामी गरिदिन अनुरोध गर्छौँ